साथीहरू पहिला चाहिँ मेरो बोजूले भन्ने गर्नुहुन्थ्यो कि छोरी मान्छेले काम भन्ने कुरा चाहिँ सबै कुरा सिकेको राम्रो, पछि दुःख पाउँदैन, बिहा भएर जान्छ है, कस्तो घरमा जान्छ त्यो हामीलाई थाहा हुँदैन, त्यही भएर काम चाहिँ सबै कुरा सिक्नुपर्छ है भनेर मेरो बोजूले भन्नुहुन्थ्यो। दादा र मलाई चाहिँ सानोमा मेरो बोजूले बनाएको ढेँडो र सुक्टी चाहिँ पुरा मन पर्थ्यो नि त। सो मेरो बोजूले पनि भन्नुहुन्थ्यो आफै सिक, आफै बनाएर सिक भन्नुहुन्थ्यो नि त। अन्त मैले भन्थेँ बोजूलाई कि म ठुलो भएर खाँदिनँ, म बनाउँदिनँ, जान्दिनँ पनि भन्थेँ। तर मेरो बोजूले मलाई सिकाउनु भयो। सो आज मेरो दादा र मलाई चाहिँ पुरा बेसी सुक्टी र ढेँडो खानु मन परिरहेको थियो होइन। अन्त मेरो बोजूलाई पनि हामीले पुरा बेसी मिस गरिरहेको थियो। सायदै अब मैले बनाएको कुराहरू है, यो जुन चाहिँ मेरो बोजूले सिकाउनु भयो, सायदै मेरो बोजूले बनाउनु भएको जस्तो त भएको थिएन होला होइन, तर पनि बनाउने कोसिस गरिरहेको थिएँ। सो रेडी भइसकेर मैले मेरो दादालाई दिइरहेको थिएँ है। फेरि हाम्रोतिर चाहिँ है काँसाको थालमा दिने रिचुअल चाहिँ हो आफूभन्दा ठुलोलाई। सो मैले मेरो दादालाई दिएँ अनि मेरो दादालाई मैले सोधिरहेको थिएँ कस्तो भयो भनेर है। दादाले ठिकै छ भन्नुभयो, ठिकै मात्रै छ भन्नुभयो। तर मैले पनि भनिरहेको थिएँ है बोजूको जस्तो चाहिँ भएन होला भनेर। टेस्ट त्यस्तै नभए पनि आज है मेरो बोजूले सिकाउनु भएको कुरा मैले आफै बनाएर मेरो दादालाई खिलाउनु सकेँ, मैले आफै पनि खानु सकेँ। सो छोरी मान्छेले चाहिँ साँच्चै सबै कुराहरू, सबै कामहरू सिकेको चाहिँ राम्रो रहेछ भन्ने कुरा पनि मलाई लाग्यो नि। हामी दुईजनालाई एकदमै मजा आयो ढेँडो र सुक्टी खानु।